दर्शकबिन उहाँको अनुहारै छँदैछन्, अनुहारै पुरा खाइदिएको अवस्था छ बाघले। खोल्दै हुनुहुन्थ्यो, म पनि आएको थिएँ आउन त त्यही टोरी हेर्न आएको। अनि दिउँसो 2 बजेतिर 1 घन्टा जति म यहाँ बसेँ। उनीहरू तल खोलामा काटिरहेको थिए टोरी। अनि यहाँ अब सुनसान देखेर कोही थिएन, उता थिए 4-5 जना, अनि यता 1 जना यतातिर थिए। सुनसान भएर मलाई डर लाग्यो, आफै एक्लै थिएँ। अपाङ्ग बुहारी हुनुहुन्छ, उहाँको मृतकको। अनि उहाँ अब मृतक हुनुहुन्थ्यो, अनि उहाँको नाति हुनुहुन्थ्यो, उहाँको छोरा पनि अपाङ्गै हुनुहुन्छ। अनि उहाँ चाहिँ बैठक थियो हिजो हाम्रो त्यहाँ कपास फारममा, त्यहाँ जानुभएको थियो। अनि बुहारी चाहिँ अब अपाङ्ग हुनुहुन्छ, सुस्तरी गइहाल्नुभयो। अब खाना पकाउनु पर्यो होइन। अनि उहाँले आफ्नो नाति लिएर यहीँ हुनुहुन्थ्यो। अब यहाँ पनि अलिकति थियो टोरी उब्काउन। अनि टोरी उब्काउँदाखेरि उब्काइसकेर अब जाने भनेर भने त्यो नातिले 3 वर्षको सानो। अनि उहाँ अब जान्छु अझै भनेर उहाँ हिँडिहाल्यो, त्यो सानो बच्चा एक्लै। अनि 1 जना यता जान लाग्थे पुरुष, अनि उहाँलाई लगिदिनु भनेर भन्नुभएको रहेछ। अब जान खोजेछ, म अब त्यो हँसिया गैजा सबै लिएर म जान्छु भनेर पानी त्यो ल्याएको बोतल लिएर जान्छु भनेर अब जाने क्रममा त्यो सामान उठाउने क्रममा पछाडिबाट 81 भाग आएर झम्टेको। आइमाईलाई खाएको गाउँघरमा हाम्रै गाउँमै भनौँ 2टा महिलालाई खाइसक्यो। धानमै एकजुट भएर त्यस्तै 10-12 जना थिए। त्यही बिचमा 1 जना पुरुषलाई पनि झम्टे यही हो। हजुर। त्यसपछि यही जङ्गलमा त्यो आइमाईलाई खाए विजयनगरको। त्यसपछि अनि उता डफायातिर खायो। अनि अब बेलभारमै आफ्नै खेतबारीमा काम गर्दाखेरि पनि खायो। त्यसै कारणले अब यो सरकारले मौन बस्नै पाउँदैन। अब यो बाघ मार्ने आदेश दिनु पर्यो। यो अब सिटी हुँदैन। अब कि त नियन्त्रणमा लिनु पर्यो कि मार्न दिनु पर्यो। नियन्त्रणमा लिनु पर्यो, नत्र मार्नै त दिनु पर्यो। के अरे नमारेर कहाँ हुन्छ।